भिडियोमा तपाईले तल्लो फेदीदेखि माथिल्लो फेदीसम्मको यात्राको क्रममा विभिन्न बिचमा हुने प्राकृतिक दृश्यहरू र रियल लाइफ रियल स्टोरी तपाईले चाहिँ कुनै नो एक्स्ट्रा एडिटको साथमा चाहिँ तपाईले एकदम रियल फिल गर्ने खालको चाहिँ तपाईले दृश्यहरू देख्न सक्नुहुनेछ अनि हाम्रो जर्नीलाई पनि सँगसँगै हजुरले आफ्नो जर्नी सम्झेर इन्जोय गर्न सक्नुहुनेछ। लेट्स बिगिन द भिडियो। गाडीमा गऱ्यौँ, अब चाहिँ यहाँनिर आएर हामीले सामानहरू किनेर अनि त्यस पछाडि चाहिँ हामी अगाडि बढ्नेछौँ। योभन्दा अगाडिको हाम्रो यात्रा चाहिँ हुनेछ पैदल यात्रा। यहाँसम्म मात्रै रोड भएको कारणले गर्दा बाँकी यात्रा चाहिँ हाम्रो ट्रेकिङ जस्तो पैदल यात्रा हुनेछ। अनि आज चाहिँ हामी यहाँबाट हिँडेर माथिल्लो फेदी गएर बस्ने हाम्रो योजना छ। अनि त्यहाँबाट चाहिँ भोलि सबेरै उठेर हामी दर्शनको लागि लाग्छौँ। त्योभन्दा पहिला यहाँबाट चाहिँ पूजापाठको सामग्रीहरू खरिद गरेर चाहिँ लग्नुपर्छ, किनभने यहाँबाट माथिल्लो फेदीसम्म जानको लागि त्यो चाहिँ भारी बोकेर लग्ने मान्छेले नै अनि त्यसको कस्ट चाहिँ ज्यादा आउने हुँदाखेरि हामीले पूजाको सामग्रीहरू चाहिँ यहीँबाट किनेर लग्ने निधो गऱ्यौँ। पूजा बोक्दा हुन्थ्यो, लेक लाग्यो भने भरे के भन्छ यहाँ प्लास्टिक चाहियो नि त, प्लास्टिक मागौँ न, खै दिनु भयो। तल्लो फेदीबाट अहिले ट्याक्कै समय तपाईँको 5:28 चाहिँ तल्लो फेदीबाट हामी उँभो लाग्यो। यहाँदेखि यस्तो ट्रेकिङ बाटो छ, माताको दर्शन गर्नको लागि हामी यहाँ यस्तै अङ्कल आन्टी यसो ब्लग स्लग पनि बनाऊ भनेर नि अङ्कल। मलाई चाहिँ पैदल यात्रा हिँड्न एकदमै मनपर्छ। सानैबाट गाउँघरमै जन्मेर गाउँघरमै हुर्किएको हुनाले गर्दा पनि उकाली ओह्राली धेरै गरियो। त्यो कारणले पनि होला सायद मलाई चाहिँ यो हिँडेर गरिने यात्रा एकदमै धेरै मनपर्छ। किनभने यहाँ चाहिँ गफ पनि गर्न पाइयो, भोलाकोसारी गर्दै बाटो चाहिँ कटेको पनि थाहा हुँदैन। एक त रमाइलो पनि भयो, अर्को चाहिँ नेचरहरूलाई हेर्दै अनि वरपरको दृश्यहरूलाई निहाल्दै हिँड्न पनि पाइयो। त्यो पनि एकदमै राम्रो कुरा हो जस्तो लाग्छ। अलिअलि हामी ऊ मान्छे बोक्नु पर्ने होइन, टावर भएको बेलामा यहाँ बिचमा चौताराहरू पनि बनाइएको छ। अब तराईबाट धेरै तीर्थयात्रीहरू आउनुहुन्छ र हामी पाहाडमै हुने मान्छेलाई पनि यो निकै लामो बाटो, त्यो पनि ठाडो उकालो यात्रा गर्दा गर्दै थाकिन्छ। अनि सबैजना चौतारीमा बस्दै बिस्तारै आराम गर्दै गर्दै हाम्रा यात्रालाई अगाडि बढाउँदैछौँ। ए उकालो त गाह्रो हुन्छ होला है तपाईँहरूलाई। ठिक छ नि रास्ता एकछिन आराम गर्नुहुने कि एकछिन। हामी चाहिँ कति 15 मिनट जति हिँडिसक्यौँ होला अनुमानित। एकदम थकान चाहिँ महसुस भएको छैन, तर पनि एकदम गले जस्तो चाहिँ गरेका छैनौँ, हिँडिरहेको छौँ। अङ्कल आन्टी पनि जोडसँग हिँड्दै हुनुहुन्छ है। समुद्र सतहबाट 4000 मिटर माथि छ। अहिले चाहिँ हामी 2910 मिटरको हाइटमा छौँ। एकदम सास पनि बढिरहेको छ, हिँड्नलाई पनि गाह्रो महसुस हुँदैछ, तर पनि हाम्रो यात्रालाई जारी निरन्तर अगाडि बढिरहेको छ। पाथिभराको यात्रामा छ अहिले चाहिँ लगभग कति भने 20 मिनट जति हिँड्यो होला तलको फेदीबाट। एकदम यात्रा रमाइलो भइरहेछ है। यो चाहिँ एकदम राम्रो क्लाउड, मौसम पनि राम्रो छ। माथि टप होइन, हल्का सिमसिमे पानी परिरहेछ। हामी 4 जना
यात्राकै क्रममा छौँ पुरै टाउकोमा चाहिँ पानीले भिजिसकेको छ पुरै पानी पर्ला जस्तो गरेर धुम्म भइरहेछ मौसम चाहिँ है माथि मन्दिर त पुरै बादल लागेर धुम्म भएछ चाहिँ माथिल्लो फेदिदेखि बिच्चाको बजार है तल्लो फेतिर माछा फेदिको बिच्चाको बजार पुरै मौसम धुम्म छ आस्ते कस्तो महसुस भइरहेछ साह्रै हल्का जति माथि गयो त्यति शरीरलाई खुल्ला उडेको पन्छे जस्तो पक्का खोला जस्तो भइरहेछ राम्रै भइरहेछ यात्रा यसो प्लास्टिक ओढेर जाँदै हुनुहुन्छ हामी त अटेरी केटो काटेर थियौँ र त्यति सजिलै यो ठाउँको नाम चाहिँ बलु डाँडा काफ्लेपाटी र पाथिभरा माताको बिचको ठाउँ बलु डाँडा यो चाहिँ 2961 मिटरको उचाइमा हाइटमा रहेको छौँ अझै पनि हामी हाम्रो यात्रालाई कन्टिन्यू गरिरहेछौँ यात्राको क्रम जारी छ हामी चाहिँ लगभग आज 100जनाभन्दा धेरैको चाहिँ मात्रा मान्छे छौँ पाथिबाट हामी के कसो गर्ने ठुलो घाटी है यहाँदेखि जम्मा सुकेटारबाट चाहिँ कति 2420 किलोमिटर मिटरको हाइटमा रहेछ 8 किलोमिटर भनेपछि 725 मिनट दो बाटो ठुलो फेदी भनेको 32 मिटरमा छ अब अहिले हामी काफ्लेपाटीबाट हिँडिसक्यौँ यात्रा क्रम जारी छ एकदम रमाइलो भइरहेछ सबैजना हिँडिराख्नु भएको छ है अब चाहिँ पानीले निकै भिजाउन थालेको छ है पानीले निकै चिसो लाग्ला जस्तो भएको छ तर पनि हामी अहिलेसम्म चाहिँ प्लास्टिक नओढी हिँड्दै थियौँ अब चाहिँ ओढ्नु पर्ला जस्तो छ है भने चाहिँ प्लास्टिक नओढी नथामिने भयो पुरै पानी परेर भिजा छ पुरै अब चाहिँ ओढ्नै पर्ने भयो साँझको 6:18 भएको छ प्लास्टिक नै छोडेको गर्ने हो लास्ट है अन्त यो तल्लो फेदीबाट कति लाग्यो लगभग हामी 15 मिटरको बाटोमा 200 मिटर जति तल आयो 200 मिटर मात्रै आइयो र होइन त्यस्तो लागेको छ अब नाप्दै फेरि अलिक तलमाथि हुनसक्छ हौसु लागेछ यात्रा रमाइलो भएको छ यो प्लास्टिकबाट त अलिअलि असारमा धन रोपेको पो याद आउँदैछ त अस्ति सिमसिम पानी भइरहेछ प्लास्टिक ओढेर चाहिँ यात्रा गर्दैछौँ ठुलो फेरि नै लाग्यो अब 10 देखि 15 मिनट लाग्ला अहिले साँझको 6:30 भएको छ चाहिँ 7 बजीतिर यो माथिल्लो फेरि आइएको थियो अब फोनमा चार्ज सकेको थियो त्यही भएर चार्ज लाग्यो हामी चाहिँ यहाँ भट्टराई होटल एन्ड लज माता भट्टराई होटल एन्ड लजमा चाहिँ बसेका छौँ अब यहाँबाट हामी आजको चाहिँ नाइट हामी यहीँ स्टे गरेर भोलि चाहिँ यहाँबाट बिहान हाल्छौँ यहाँ तपाईँले पूजाको सामानहरू के ल्याउन बिर्सिनु भएको छैन सबै प्याकेज होल प्याकेज पाइन्छ यहाँ चाहिँ माताको फोटोदेखि लिएर टिकाहरू सबै पाइन्छ यो एरियामा
अब भोलि चाहिँ यहाँबाट हिँडेर हामी माताको दर्शन गर्न जानेछौँ। हाम्रो चाहिँ यो भोलि चाहिँ डे 2 हुनेछ। आजसम्म चाहिँ यहीँ। सबैलाई गुड नाइट। अर्को भिडियो पनि हेर्नु होला है नेक्स्ट फ्राइडे।